नम्बर आएको के भएर तिमी स्टार्ट गर आज जुजुले स्टार्ट गर भन हेलो नमस्ते नभन्ने यहाँ मम्माको यहाँ आऊ पेटेर यहाँ को ठाउँमा 1 2 3 4 ड्रेसिङ छ आज त्यही भएर हामी जाँदैछौँ आज मलाई फिल अलि बेटर भएको छ हस्पिटल जान अलि फ्रेस भयो हस्पिटल हेल्प गरिदिनु भयो फेरि यहाँ यस्तो हुन्छ कि डक्टरकोमा जान पनि फेरि बिरामी भनेर एकदम अनफ्रेस नभइकन त्यसरी गयो भने पनि मन पराउँदैन कि यहाँ गएर त्यही भएर म यहाँ हस्बेन्डको हेल्प लिएर यो स्याम्पू नगए पनि अलिअलि पानी राखेर फ्रेसअप भएर जान लाग्छु आज मेरो यो ड्रेसिङ गर्ने सेकेन्डचोटि ड्रेसिङ गर्ने टाइम हो सो जाँदैछौँ तर जानै मन लागेको छैन ड्रेसिङ गर्नलाई चाहिँ नि हामी साउदी भन्छ कि यहाँको साउदी भनेको चाहिँ सेन्टर साउथ भन्छ सेन्टर साउथ भनेको चाहिँ नि यहाँको हेल्प पोस्ट नेपालमा हेल्प पोस्ट जस्तै हो कि त्यही ड्रेसिङ गर्न जान लाग्छु तर मलाई जानै मन लागेको छैन यो सेन्टर साउथ भन्ने कि जानै मन छैन जानै मन छैन तपाईँ जानै पर्यो त्यहाँ अलिकति त्यस्तै झ्याउ हुन्छ क्या सेन्टर साउथमा मान्छे कुराउनेदेखि लिएर वेट गर्नुपर्नेदेखि लिएर अलिक झ्याउ नै हुन्छ क्या सेन्टर साउथ यहाँको तर अपोइन्टमेन्ट छ आज त्यही भएर अलि झ्याउन कि कहिले चाहिँ वेदर चाहिँ हेर्नु नि यहाँ आजको वेदर चिसो छ अस्तिसम्म घाम लागेर समर आइसक्यो जस्तो लाग्यो आज फेरि अँध्याएर चिसै छ साउदी यहाँको हेल्प पोस्ट यही हो यहाँ पछाडि छ यहाँ सबसे आउनु मन नपर्ने ठाउँ हो कि यो मेरो तै पनि आउनै पर्ने भएको छ यही हो ठाउँ किनभने यहाँ ल्याङ्ग्वेज आएन भने यस्तो गाह्रो हुन्छ तर जे होस् अहिले ल्याङ्ग्वेज आएर चाहिँ अलि केही हदसम्म चाहिँ सजिलो भएको छ यही हो यहाँको हेल्प पोस्ट यहाँ नम्बर आउँछ यो अब हाम्रो आउँछ यो नम्बर आएपछि जाने हो क्या यो नम्बर आएपछि जाने हो क्या कति छ हेर त 3 1 2 5 छ हाम्रो नम्बर आएको हो कि हेर त त्यहाँ माथि हाम्रो नम्बर आएको हो होइन नि है आएको छैन हाम्रो नम्बर सो हामी यो ड्रेसिङ गरेर पनि निस्किसक्यौँ कतिजना एग्री हुनुहुन्छ होला यो के भन्छ साउदीमा आउनु पऱ्यो भने पोर्चुगल बस्ने साथीहरूले कतिजना एग्री हुनुहुन्छ होला यो साउदीमा सेन्टर साउथ आउनु पऱ्यो भने झ्याउ मान्ने म मात्रै त पक्कै होइन होला अपोइन्टमेन्ट भयो भने कति वेट गऱ्यो नि तर आज चाहिँ त्यस्तो वेट भएन है बाबा होइन 45 भनेको 45 मै भयो आज अपोइन्टमेन्ट आज धेरै बेर पर्खिनु परेन नि है अस्तिको पालि अस्तिको पालि चाहिँ झ्याउ भएको थियो के बिरामी नभएको मान्छे नै बिरामी होला जस्तो अस्तिको पालि के भन्छ अपोइन्टमेन्ट दिएर पठाउँदाखेरि पनि यहाँको मेसिन बिग्रियो भनेर अपोइन्टमेन्ट नै के भन्छ मेसिन बिग्रेर कति बेर आधा घन्टा होइन 1.5 घन्टा नै पर्खिनु परेको थियो बिरामी नभएको मान्छे नै बिरामी होला जस्तो भएको थियो अस्ति मेरो हस्बेन्ड पनि आज चाहिँ जे होस् राम्रै भयो आज पनि त्यस्तै होला भन्नु थालेको आज चाहिँ अलिक सजिलो भयो हामी ड्रेसिङ गरेर निस्किसक्यौँ अब फेरि आउनुपर्छ भन्नु पठाएको छ फेरि अब 2 चोटि आउनुपर्छ यो ड्रेसिङको निकाल्नलाई अब बाबु लिएर आएको छैन बाबु लिनु जानु ढिलाउने भइसक्यो खै गाडी आएको होइन कहाँ भयो बाबुको स्कुल आइपुग्यो हामी बाबुलाई लिन अलिक ढिला भयो आज
हेलो के तिमी बाबा जस्तो कहाँ गएको खै अघि गएँ त मलाई कहाँ गएको म कहीँ पनि गएको होइन म हस्पिटल उसमा गएर आएको साउदीमा गएर आएको कहाँ गएर आएको दुवैजना आयो भने कहाँ गएर आएको कस्तो हिरो देखेको आज तिमी हिजो नुहाएर जस्तो छ हो यहाँ आएर न छ म एक्लै कस्तो हिरो देखेको ए म कस्तो पोइन्ट आएर चाहिँ हो बाबा गएछु माथि हृदयको फेभरेट मामा हो सबै छन् टुवटा भयो सबै ओहो मामा मात्र होइन अनि जहिले मामालाई मात्र फ्लावर दिन्छ त तिमीलाई बाबालाई दिँदैन त मामा फेभरेट होला नि त होइन हो कि सबैजना सबैजना नेपालको पनि त्यस्तो किन पाएछ हो ल ल माया गर नि त एकचोटि ल थ्याङ्क यू ल सो हामी चाहिँ घर नजिकै डक्टरलाई सोधेको यहाँ पार्कसम्म जान मिल्छ 5 मिनट्स वाक गर्न मिल्छ भनेको कति दिन भइसक्यो घरमा बसेको भएर उयो वाक गरेर आएको हिजो देखेँ बाबा हिजो देखेँ हिजो देखेँ पार्क जानु मिल्छ बाबा पार्क जानु मिल्छ भनिरहेको थियो आज लिएर आएको एक्लै खेल्न गयो त्यो चाहिँ के भयो अरे साथीहरू आएको स्विङ खेल्न भनेको दादा खेलिरहेको छ अरू खेलिरहेछ यहाँ हेर नि त तिमीले साथी बनायो कि बनाएन यहाँ हेर न बनाएन खै म हेर न तिम्रो साथी बनाएन स्विङ खेल्ने भनेको तिमी डराउने मान्छे के स्विङ खेल्ने दादा बल खेलिरहेछ नि भेरी गुड ज्ञानी भएको हो भेरी गुड किन नगरेको पास ए के गरेको यसरी स्विङ खेल्छ हेर कहाँ अब जुजुले नि सिकेर हेरे कहाँ खसिहाल्यो पन्चिङ ब्याग लाएर हृदय लाग्छ नगर हृदय बसेर राम्रोसित खेल न खै हेरौँ त जुजु पनि बस ल जुजु पनि बस ल हृदय पनि बस मम्माले हेर्छ ल कसरी खेल्ने ल बस्ने अलिकति पुस गर्छ है ल यति यो त डराउँछ फेरि है यति है ल डरछेरुवा एकजना चाहिँ हेर्नु यहाँ डरछेरुवा भर्सेजियोको प्रो हो तिमी हो नगर हृदय लाग्छ नगर न राम्रोसित खेल न दुवैजनाको मोबाइल भिडियो खिचिदिन्छु ल छिटो अलिकति पुस गरौँ यति नलागे पनि लाग्न सक्छ नि त ल हेर ल नर्मली खेल्न आउँदैन है तिमीलाई ल हेर लाग्यो भने अब गाली गर नगर हृदय नगर प्लिज नगर त्यसरी खेल्ने होइन तिमीले मचाएर खेल्दैौ त मम्माले हेर्छ मचाएर खेल मचाएर अगाडि अप एन्ड डाउन गरेर त कसरी मचाएर खेल्न सक्छ देखा आफै गर्न सक्छ हेरौँ त खस भाँच्यो भने ए पछाडिबाट जाऊ न
बिस्तारै बी केयरफुल है हृदय लड्छ है लड्छ है लड्छ बिस्तारै अहिले हृदयको जुजु साथी भएको छ जस्तो छ है अहिले मिलेर खेल्छ है तिमीहरू है पहिला झगडा मात्र गर्थ्यो नि अब फ्रेन्ड जोनमा पुगिसक्यो यिनीहरू फ्रेन्ड अब पुग्यो होला नि हृदय जाउँ अँध्यारो भइसक्यो जुजु पुग्यो होला नि हो मुन वाकिङ लड्छ नराम्रोसित जुजुलाई पनि लाग्छ मुन वाकिङ हेर्नु नि ल फेरि 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 या ए जुजु नगर टाउकोमा लाग्यो दादालाई अहिले फुल फुल्ने टाइम हेर्नु कस्तो राम्रो फुल फुलाएर रहेछ येलो कलरको कस्तो राम्रो फुल त देख्नै हुन्न है हृदयलाई फुल त देख्नै हुन्न हृदयलाई फुल टिपेर ल्याइदिइहाल्छ ल अँध्यारै भइसक्यो हेर हृदय हृदय हामी फर्केको अँध्यारै भइसक्यो पार्क पढाउनु आइसक्यो एकछिन बसेर आयौँ घर बस्दा बस्दा वाक्क लागेको भरे यहाँ घर नजिकै हामी कति 15-20 मिनट्स बस्यौँ होला बाबाले पनि रमाइलो हृदय यहाँ हेर्न आऊ त यहाँ हेर्न आऊ त बाबाले के बनाएको थुक्पा 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 आज बाबाले थुक्पा 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 बाबा यम 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 बनाएछ त आज तेल नभए पनि आज तेल नराखिकन भयो भने मिठो देखिरहेछ त स्मेल पनि मिठो आइरहेछ यसमा यो तेल केही पनि हालेको छैन मलाई तेल हुन्न भन्दा है यो सबै के गरेको एयर फ्रायरमा बेक गरे होइन या भोक लाग्यो झन् भोक लागिरहेको थियो यो झन् स्मेल गुडाएको झन् भोक लागिसक्यो मलाई तिमीहरू नखाने खाने भयो आउने त टेबल रेडी पारेर ल खाने भयो ल नखाने जुजु नखाने के बनाएको छ देखाएको छ तिमीले के बनाएको छ आज देख्यो जुजुको फेभरेट होइन अब अफ गरेर खाने बेला भइसक्यो कहाँ जुजुको फेभरेट बाबाले के बनाएको छ हेरेर आऊ त जाऊ त हेरेर आऊ त रोटो के बनाएको छ पेटमा लाग्छ क्या के हो मनपर्छ कि नै मनपर्छ हो पानी खोल मम्माले खोलिदिन्छु हो बाबा त स्टार्ट पनि गरेछ हेर त यहाँ यो दादाको खानै नपाएका के राख्ने ए क्यामेरा हो ल क्यामेरा यहाँ राख्नु पर्यो अरे सानोवाला दिउँ न तिमीलाई जुन मनपर्छ त्यही दिउँ ल यहाँ राख्ने भनेको अनियन भयो नि मिठो हुन्छ बेक गरेको तातो हुन्छ है फुफु गरेर खाऊ जुजु आज के कस्तो थुक्पा खान मन लागिरहेको हस्बेन्डको बिदा पनि अनि थुक्पा खाऊँ तेल नराखिकन भनेर भनेको हस्बेन्डले तेल नहालिकन पनि यस्तो डिलिसियस है यहाँ वासिङ मेसिनको आवाज आउँदैछ भोक लाग्यो लास्टै कस्तो छ हृदयलाई कस्तो लाग्यो अलिक खाइरहेर त पोल्छ छोरा बिस्तारै कुकु गरेर खाऊ है गरेर खा तातो अब खाएर हेर त कस्तो छ तुङ चाहिँ तातो छ है अनि त थुक्पा तातो खानुपर्छ नि कस्तो छ कस्तो छ कस्तो लाग्यो त मिठो छ ल आयो ल जुजु पनि आयो ल जुजु पनि खाएर ल ममा नि खाएर हेर्छु है हेर यसो गर्ने
स्पुन यहाँ हेर छोरा यहाँ हेर यहाँ हेर ए यसो गर्ने कस्तो मिठो फेरि बाबा सिकाइदेऊ ल यहाँ हेर यहाँ हेर पहिला यहाँ हेर फोर्क फर राख्ने घुमाउने यस बाबा जस्तै अनि अलिकति लिफ्ट गर्ने यहाँ हेर अलिकति लिफ्ट गर्ने अनि स्पुन यसरी फोर्कमा हाल्ने अनि यसरी अनि राउन्ड 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 गर्ने सिक्यो अब अब स्पुन हाल नि पहिल्यै अब घुमाऊ फुफु गर अनि खाऊ डेलिसियस जुजुले चाहिँ तातो भएर खानै सकेन है पानी खाइरहेछ बाबा बाबा थ्याङ्क यू बाबा दामी एकदम दामी मिठो भयो खोइ तिम्रो हात देऊ न होइन मैले गर्छु क्या म गर्छु क्या देऊ देऊ भने दामी दामी तेल राखेर मिठो हुँदैन भनेर मिठो हुँदैन कि बाबा मिठो बनाऊ भनेर यस्तो गर उस्तो गर भनेर भनिरहेको थिएँ मैले अघि तेल राखेर त मिठो हुँदैन जस्तो बाबा भनेर भनिरहेको थिएँ तेल राखेर होइन नराखिकन सरी तेल नराखिकन मिठो हुँदैन कि बाबा भनेर अघि पकाउँदाखेरि अलिकति तेल राख्ने कि भनेर कराइरहेको थिएँ तेल नराखिकन पनि यस्तो दामी भएको छ कि दामी ल ममाले गर्छु सुरुप्प गर सुरुप्प ओ यसरी यसरी ए सो साथीहरू भाइ खान सक्षम छौँ यो सो आजको हाम्रो सर्ट एन्ड स्विट भनौँ न स्विट त होइन सर्ट ब्लग कस्तो लाग्यो तपाईँलाई कमेन्ट गर्नु होला भन्दै हाम्रो के च्यानललाई के गर्नुपर्छ हृदय च्यानललाई सब्सक्राइब कस्तो लाग्यो ब्लग भनेर कमेन्ट पनि गरिदिनु होला लाइक पनि गरिदिनु होला भन्दै आजलाई खोइ त बाई बिजी खानामा आजलाई बाई बाई गरिदेऊ नि त बिजी रहेछ जुजो ल हृदयले बाई बाई गरिदेऊ ल बाई सी यू इन नेक्स्ट vlog Bye.